नमस्कार, म बलराम लामिछाने। तपाईँ हेर्दै हुनुहुन्छ बलराम लामिछाने युट्युब च्यानल। टेक्निकल भिडियो लिएर आइसकेको छु। आज म सेयर बेचिसकेपछि कसरी इडिएस सेयर ट्रान्सफर गर्ने विषयमा तपाईलाई सिकाउँदैछु। साइडमा मोर लेखेको ठाउँमा क्लिक गर्नुहोस्। माई पर्चेस सोमा क्लिक गर्नुहोस्। यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ आफ्नो सिम्बल सर्च गर्नुहोस्। तपाईले बेचिसकेको सेयर यहाँ देखाउनेछ। यदि तपाईले बेचिसकेको सेयर देखाएन भने कम्पनीको सिम्बल सर्च गर्नुहोस्। तल चाहिँ सिलेक्ट लेखेको छ, सिलेक्ट गर्नुहोस्। प्रोसिड गर्नुहोस्। कन्फर्म गर्नुहोस्। साइडमा होल्डिङ लेखेको छ, त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ तपाईको सिम्बल देखाएको छ भने ठिकै छ, नत्र सर्च गर्नुहोस्। फेरि सिलेक्ट अलमा क्लिक गर्नुहोस्। साइडमा प्रोसिड देखाएको छ, त्यहाँ क्लिक गर्नुहोस्। प्रोसिडमा क्लिक गरेपछि ब्याक र अपडेट देखाएको छ, अपडेटमा क्लिक गर्नुहोस्। यस्तो मेसेज डिस्प्ले हुन्छ। त्यसपछि कन्फर्म गर्नुहोस्। त्यसपछि माई होल्डिङ सेभ सक्सेसफुल्ली लेख्छ। डिसमिसमा क्लिक गर्नुहोस्। फेरि मेरो सेयरको ड्यासबोर्डमा आउनुहोस्। त्यसपछि तल इडिएस लेखेको छ, त्यहाँ क्लिक गर्नुहोस्। बीचमा रहेको सेयर ट्रान्सफर लेखेकोमा क्लिक गर्नुहोस्। भ्यू डिटेलमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यो माथि रहेको बक्समा क्लिक गर्नुहोस्। प्रोसिड लेखेकोमा क्लिक गर्नुहोस्। तल रहेको चेकबक्समा क्लिक गर्नुहोस्। लास्टमा कन्फर्म लेखेको छ, त्यो क्लिक गर्नुहोस्। यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसपछि डिसमिसमा क्लिक गर्नुहोस् अनि तपाईको सेयर ट्रान्सफर सक्सेसफुल भइसक्यो। यस्तै जानकारीमूलक भिडियो हेर्नका लागि बलराम लामिछाने युट्युब च्यानल सब्स्क्राइब गर्न सक्नुहुन्छ। सम्पूर्णलाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा।